नमस्ते। म फेरि पनि कविता वाचनको लागि आएको छु अनि आज चाहिँ मेरो हातमा कवि सुरज राणाको कविता सङ्ग्रह जब कविता निस्किन्छ जुलुसमा भन्ने किताब छ र यही किताबबाट चाहिँ आज म कविता वाचन गर्न गइरहेको छु र कविताको शीर्षक चाहिँ हजुर मुस्कुराउनुहोस्। हजुर मुस्कुराउनुहोस् ताकि हावाले बहनुको अर्थ थाहा पाओस्, नदीले बग्नुको कारण भेटाओस्। सम्झनुहोस् हजुरकै निमित्त भनेर बसातले धरतीको बदनमा मुजुङ्गा बजाउँछ, नीरव रातको प्राङ्गणमा ताराहरू पिलपिलाउँछन्। हिमालको हृदय चुहिएर ताल बन्दछ, विश्वास गर्नुहोस् हजुरको यात्रा असहज नहोस् भनेर। हरेक दिन लेकाली गोरेटोमा तुसारो पुचिरहन्छ घाम, हरेक रात स्नान गर्न तलाउमा निस्किन्छ जुन। आकाशले बादलको लिफाफामा कविता कोर्छ, हजुर मुस्कुराउनुहोस् कि चराहरूलाई उड्नुको सार मिलोस्, ऋतुहरूलाई बदलिनुको उद्देश्य थाहा लागोस्। हजुरले मुस्कुराउनु भएन भने त पहाडले कुहिरोको बुट्टे गलबन्दी बाँधेर ठाटिनुको के अर्थ? इन्द्रिणी बोकेर पुतली फुरफुराउनुको के प्रयोजन? यी ध्यानस्थल पहाडहरूको चरण स्पर्श गरेर बगिरहने नदीको के सौन्दर्य? भरोसा गर्नुहोस् हजुर नै मुस्कुराउनु भएन भने त घामले पनि दिनभर अँध्यारो आँसु रोइरहनेछ। हजुर मुस्कुराउनुहोस् ताकि प्रेमको मैनबत्ती जलिरहोस् त्यो अनुहारमा। हजुरलाई देखेर मेरो जिन्दगीको छाती मेर सधैँ धड्किरहोस् एउटा कुरा। धन्यवाद।